guys, welcome to you on night duty. So मेरो नाम चाहिँ सोनिया राई, म चाहिँ प्राइभेटमा आएको छु, प्राइभेट वार्डमा छु। अब चाहिँ मेरो जाने बेला भयो। आज म डिस्ट्र्याक्ट भएको चाहिँ यो चाहिँ मेरो मजाले चेपेको छैन र तपाईहरुले टाइडी नदेख्न सक्नुहुन्छ। फेरि टाइडी नभइकन बस्दैन। धेरै टाइम भइसक्यो मैले ब्लग नबनाएको। किनभनेदेखि चाहिँ ब्लग त बनाउनु मन लाग्थ्यो कि, तर के भयो भनेर मलाई आफै थाहा छैन। हैन, के कुरामा बिजी थिएँ। जुन चाहिँ सक्सेस भएन। अब सक्सेस नभए पनि गर्नु त छोड्नु भएन हैन। सो म चाहिँ राउन्ड लिँदैछु अनि आज चाहिँ कुल नै छ। आई होप कुल नै होस् पछिसम्म ड्युटी, अनि यो ब्लग कम्प्लिट गर्न पाऊँ। छड्के पारेर खिच्नु पर्छ, स्ट्रेट छ भिडियो। म तपाईहरुलाई सबै देखाउँछु। देखाउनु चाहिँ है, अहिले चाहिँ 0.5 लिटर दिदी। टू 41 मिनट भइसक्यो। यो गर्दा 241 मिनट भएछ। अब मैले के भन्नु होला भनेदेखि चाहिँ म थाहा छैन के खिच्छु, कतिसम्म खिच्छु भनेर। हाम्रो नाइट ड्युटी चाहिँ आज आएको केस रहेछ। नाइट ड्युटी चाहिँ 6 बजेदेखि बिहानको 7 बजेसम्म हुन्छ। सो टोटल चाहिँ 13 आवर्स हुन्छ है। अनि म चाहिँ आज चाहिँ मेरो काम अलिकति छुट्टै हुन्छ है। इन केस कतै इमर्जेन्सी पर्यो भने अनि स्टाफ पुगेन भनेदेखि चाहिँ हेल्प गर्नुपर्छ। नत्र भएदेखि चाहिँ सबैजना कुल छ, कम्फर्टेबल छ भनेदेखि चाहिँ त्यस्तो साह्रो केही पर्दैन हैन। अब म यहाँ दिदीहरुलाई सोध्छु पेशेन्टको कन्डिसन के छ भनेर चाहिँ।
भिडियो खिच्नु पर्ला है के रे त्यो देखाएको होइन ए उ त्यो गरेर त्यो मैले भनिदिनु हँ भनिदिनु पर्दैन के गर्नुपर्छ ताउली के तालिया मोबाइलमा लेखि खिचिदिएर छ अञ्जली अघि गइसक्यो दिनेश दाइ आज भर्खरको भइरहेछ पुरै पुग्छ र भने कतिजना छ एकजना दुईजना ठिक छ के भयो यो काम Thank you so much for watching.